यो अति रमणीय एवं मनमोहक दृश्य लोहजारा दहको हो, जसलाई ठाकुर बाबा लोहजारा दहको नाउँबाट पनि चिनिन्छ। सप्तरी जिल्लाको तिरहुत गाउँपालिका वार्ड नम्बर 5 मा पर्ने यो लोहजारा दह, यसलाई ठाकुर बाबा दह पनि भनिन्छ र यो हाल एकदमै प्रचलित र मनमोहक दृश्यले सजिएको भरिएको छ। यहाँ टाढा टाढाबाट पर्यटकहरू आउने गरेका छन्। यो हेर्नमा जति रमणीय र मनमोहक छ, धार्मिक महत्त्व पनि उत्तिकै छ। यसलाई धार्मिक पर्यटकीय स्थल पनि भनिन्छ। हेर्नमा एकदमै रमणीय र प्रसिद्ध ठाकुर बाबाको यो मन्दिर। ठाकुर बाबा दह माथिको यो अति सुन्दर नीलो आकाशमा चराहरूको झुन्ड नै आउने गरेका छन्। तपाईँ यो दृश्यमा हेर्न सक्नुहुन्छ। 1 जनवरी 2022 को उपलक्ष्यमा यहाँ पिकनिक गर्न आउनेको सङ्ख्या पनि उत्तिकै छ भने ठाकुर बाबा दह लोहजारामा आएर भिडियो सुट गर्ने, टिकटक बनाउने जस्ता कलाकारहरूको पनि उपस्थिति उत्तिकै रहेको छ। यो सुन्दर दृश्य, पानीको दृश्य, मन्दिरको दृश्य, नीलो आकाश र आकाशमा चरा हेर्नलाई उत्तिकै रमणीय र यहाँ दिनभरि मान्छे आउँछन्, रमाउँछन्। पछिल्लो समय सप्तरीमा एकदमै लोकप्रिय भएको लोहजारा दह, जसलाई हामी ठाकुर बाबा दह पनि भन्छौँ, यहाँ पर्यटकहरू आउने क्रम जारी छ र एकपटक त्यहाँ पुगिसकेको पर्यटकलाई फेरि फेरि पनि आउन मन गर्छ। त्यहाँ दुईतिर यो दहमा पानी र त्यो पानीमा चलिरहेको बोट पनि हेर्न सकिन्छ। यहाँ मान्छे बोटिङ पनि गर्छन् र विभिन्न भिडियोहरू, टिकटकहरू, त्यस्तै सेल्फी लिने, विभिन्न एङ्गलमा तस्बिरहरू खिचाउने एकदम हरित वातावरणमा रहेको यो ठाकुर बाबा दह सप्तरी जिल्लाकै एउटा चिनारीको रूपमा रहेको छ। यो ठाउँ एकदमै लोकप्रिय छ। अहिले यहाँ हेर्दै हुनुहुन्छ, धेरै पर्यटकहरू पिकनिक मनाउन आएका छन्। यो श्री लोहजारा ठाकुर बाबा धार्मिक पर्यटकीय स्थलमा हामी अहिले छौँ र यो खास गरी लोहजाराको एउटा चिनारी पनि हो, सप्तरीको लोहजारा है। सप्तरीको लोहजाराको यो ठाकुर बाबा दहको नामले प्रचलित छ र पछिल्लो समयमा यसलाई पर्यटकीय स्थलको रूपमा विकास गरिएको छ र यहाँ हजारौँ हजार मानिस आउने गरेका छन् र तिरहुत गाउँपालिका वडा नम्बर 5 मा पर्ने यो ठाकुर बाबा दह निकै लोकप्रिय भएको छ। यहाँ आकाशमा विभिन्न किसिमका चराहरू आउँछन् भने यता मन्दिर दर्शन गर्न, खास गरी ठाकुर बाबाको यो दहको बिचमा जुन मन्दिर छ, त्यो मन्दिरको दर्शनको लागि पनि धेरै दर्शनार्थी आउँछन् र यो दहमा बोटिङ गरेर रमाउँछन् र चारैतिर हरित वातावरणको पनि लाभ लिन्छन्। मनोरञ्जनात्मक मनमोहक दृश्य भएको यो ठाउँलाई पक्कै पनि बिर्सिनुहुन्न। नआएका व्यक्तिलाई एकपल्ट कम्तीमा सप्तरीको यो लोहजारा दहमा एकपल्ट अवश्य पनि आउनुपर्ने देखिन्छ। धार्मिक पर्यटकीय क्षेत्रमा सप्तरी जिल्लामै स्थापित लोहजारा दह, जसलाई हामी ठाकुर बाबा दह पनि भन्छौँ, यो ठाउँमा आउँदा पक्कै पनि घर जाने मन गर्दैन। ठाउँ नै अति रमाइलो, रमणीय छ र खास गरी यहाँ शनिबारका दिन बढी मान्छे आउँछन् भने पिकनिकको लागि त यो अहिले ठुलो स्पोट नै बनिसकेको छ। यो दह पहिले लावारिस थियो, त्यसपछि यसलाई चाहिँ नेपाली सेनाले लिएपछि अलि व्यवस्थित गरेको छ र व्यवस्थित गरेपछि यो दह पर्यटन, यस क्षेत्रको पर्यटन क्षेत्रको लागि महत्त्वपूर्ण योगदान दिएको छ र यसमा चाहिँ प्रत्येक नववर्ष
लगायत विभिन्न चाडपर्वमा चाहिँ हजारौँ मान्छेहरू हजारौँ टोलीहरू विभिन्न ठाउँबाट आउने गर्छन् र पिकनिक मनाए वनभोज गरेर र यो दृश्यावलोकन गरेर चाहिँ यहाँबाट फर्किन्छन्। त्यस कारण यो लोहजारा दह भनेर चाहिँ प्रसिद्ध रहेको छ र यो अति नै राम्रो र सप्तरीको विकासको लागि यो यस क्षेत्रलाई पर्यटनको लागि अगाडि बढाउनु राज्यको दायित्व हो र स्थानीय निकायको पनि दायित्व हो। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका ठाकुर बाबाको मन्दिर भएको यो लोहजारा दह अहिले टिकटक र भिडियो बनाउनमा बढी प्रयोग भइरहेको देखिन्छ। तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ टिकटक र भिडियो बनाउने कलाकारहरू अहिले भिडियो नै बनाइरहेछन्। अहिले जनवरी 2022 को अवसर पारेर हजार मानिसहरू यहाँ आएका छन् र विभिन्न ठाउँमा पिकनिक मनाइरहेका छन्। गीत सङ्गीत, फोटो, सेल्फी, टिकटक लगायत आफ्नो परिवारसँग सबैजना रमाएर बसेका छन्। यो विशेषता लोहजारा दहको हो। यहाँ आउन नसकेका पर्यटकहरूलाई पक्कै पनि एकचोटि लोहजारा दहमा पुगेर यो रमणीय स्थलको फाइदा र यसको मनोरञ्जन उठाउन अवश्य पनि म भन्छु, आग्रह पनि गर्दछु। यो लोहजारा दह प्रवेश गर्ने प्रवेशद्वार हो, मूल गेट हो। यतैबाट ठाकुर बाबाको मन्दिरतिर हामी लाग्छौँ र यो वरपरका दृश्य यहाँहरूलाई हेराइरहेछौँ। यो दहकै दृश्य हो र यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो लाइक, कमेन्ट र सेयर गरिदिनु होला।